So we are in number system conversion. आज चाहिँ हामी हेक्साडेसिमल टु डेसिमल नम्बर सिस्टममा कसरी कन्भर्ट गर्ने भन्ने कुराहरू हेर्न गइरहेका छौँ. सो यो भन्दा अगाडि हामीले डेसिमलबाट हेक्साडेसिमल कसरी लाने भन्ने कुरा हेरेका थियौँ भने आज चाहिँ हामी हेक्साडेसिमलबाट चाहिँ डेसिमल नम्बर सिस्टममा चाहिँ कसरी कन्भर्ट गर्ने भन्ने कुरा हेर्छौँ. सो यहाँनिर हामीसँग छ यो 16 बाट चाहिँ लानुपर्ने छ 10 मा. सो हामीले के गर्यौँ त भन्दाखेरि b into 16 plus a into 16 plus 4 into 16 गरे पावर हाल्दै 0 यसको 1 यसको 2. सो हाम्रो b भनेको त भन्दाखेरि 11 into 16 स्क्वायर प्लस a भनेको 10 into 16 प्लस 4 into 1. त्यसैगरी हामीसँग अब क्याल्कुलेटर प्रयोग गर्नु होला, क्याल्कुलेट गर्नु होला. मैले गरे 11 into 16 को पावर स्क्वायर गर्दाखेरि कति आयो त यो भन्दाखेरि 2816 आयो प्लस यो 160 प्लस हाम्रो 4. अब तीनटालाई जोड्दाखेरि हाम्रो कति आयो त भन्दाखेरि प्लस 160 प्लस 4 गर्दाखेरि हामीसँग कति आयो त 2980. दिस इज अ बेस 10. यो नै हाम्रो एन्सर हो. हामी नेक्स्ट एक्जाम्पलमा जाउँ, अर्को एक्जाम्पलमा जाउँ. हामीले एकदम ख्याल गर्नुपर्ने कुरा चाहिँ के हो त यहाँ b को भ्यालु यहाँ a को भ्यालु चाहिँ एकदम ख्याल गर्नुपर्ने हुन्छ. सो a इक्वल्स टु 10 हो एक्जाममा, b इक्वल्स टु 11, c इक्वल्स टु 12, d इक्वल्स टु 13, e इक्वल्स टु 14 एन्ड लास्टमा f इक्वल्स टु 15. यो भन्दा अगाडिको भिडियोमा नि मैले यो a देखि f सम्मको भ्यालुको कुरामा चर्चा गरेका थियौँ. अर्को क्वेशनमा जाउँ. त्यो अर्को क्वेशन एक्जाम्पल लिएको छु मैले. So 9 into got 16 plus 2 into 16 plus 0 into 16. So power 0, 1, 2 गर्दै मैले यसमा डाइरेक्ट गर्दै मैले 9 into 16 को पावर स्क्वायर कति आयो त यो भन्दाखेरि 2304 plus 16 to the 32 plus 0 into something 0. त्यसलाई प्लस मैले 32 गर्दै कति आयो त यो एन्सर इज कति 2336. So base चाहिँ 10 is the answer. यसमा कुनै अल्फाबेट्सहरुको चाहिँ प्रयोग गरेको छैन, त्यही भएर यसमा हामीले सल्भ गर्न सजिलो भयो. अब लास्ट एउटा क्वेशन गरौँ. लास्ट क्वेशनमा हामीसँग छ एउटा c into 16 plus 0 into 16 plus d into 16 र plus e into 16. आफुलाई कन्फ्युजन छ भने चाहिँ है त यो a भनेको के हो, b भनेको के हो, कन्फ्युजन छ भने चाहिँ यसमा चाहिँ हामीले अघि मैले गरेको छु a equals to 10, b is equals to 11, c is equals to 12, d is equals to 13, e is equals to 14 and f is equals to 15 सुरुमा रफमा गरिहाल्ने लेखिहाल्ने. त्यसपछि यहाँनिर हामी क्याल्कुलेसन गर्छौँ. सो c भनेको त c भनेको 12 into 16 को पावर क्यूब प्लस यो भनेको त हाम्रो के भयो त 0 भइहाल्यो, 0 into समथिङ गर्यो भने 0 भइहाल्छ. d भनेको हाम्रो 13 into 16 प्लस e भनेको 15 into 16 पावर 0 भनेको चाहिँ 1 है त. अब यसलाई क्याल्कुलेट गरौँ. सो 12 into 16 को पावर कति क्यूब कति आउँछ यो क्यूब गर्दाखेरि 49152 है त प्लस यो 0 भयो प्लस 13 into 13 into 16 गर्दाखेरि कति आयो त 208 प्लस कति 15. सो 208 प्लस 15 प्लस 49152 गर्दाखेरि कति आयो हाम्रो टोटलमा चाहिँ the answer is 49375. base 10 is the answer. So हामीले तीनटा एक्जाम्पल गरिहाल्यौँ. सो अर्को क्लास 4 को लागि अथवा तपाईले प्र्याक्टिसको लागि मैले यहाँ 5 वटा क्वेशन छोडिदिएको छु. कृपया यो प्र्याक्टिस गरेर यसको एन्सर चाहिँ कमेन्ट बक्समा कमेन्ट गर्नुहोला. थ्यांक यू फर वाचिङ.